खाओस् ल अंजलि कुछ कुछ होता है अंजलि देखाऊ हेलो वेलकम टु माई युट्युब च्यानल हजुरहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म बनाउँदैछु लङ भिडियो किनकि हामी आज गएको घुम्न जाँदैछौँ। हामी चाहिँ खासमा यही हाम्रो गएको नजिकको ठाउँमा जान लागेको। सुरुको 1 घण्टा पढेर हामी सबै बाहिर निस्क्यौँ। हाम्रो क्लासको मात्र नभएर 4-5 क्लासको सबैजना हामी जाँदैछौँ। खासमा हामी चाहिँ जान लागेको चाहिँ यही नजिकैको मन्दिर हो, जापानको मन्दिर भनौँ। हामी हिँड्दै गर्दा हाम्रो टिचरले चाहिँ अघि पढाएको कुराहरू सोध्दै हुनुहुन्छ। अघि पढाएको कुरा कतिको याद छ भनेर विचार गर्नु होला। मैले भनेको एन्सर मिलेर हाम्रो सेन्स चाहिँ सक हुनुभयो। फाइनली हामी पुग्यौँ। यहाँ चाहिँ खासमा आउनुको कारण चाहिँ आज कि फेस्टिभल जस्तै रहेछ। माथि स्टेजबाट 8-10 जना मान्छे हुनुहुँदो रहेछ अनि उहाँहरूले नै खानेकुराहरू फाल्नुहुने रहेछ। त्यो सबै हामीले जम्प नगरेर क्याच गरेर खान मिल्ने रहेछ। हामीलाई सेन्सेले क्लासमा चाहिँ भनिराख्नु भएको थियो, आज चाहिँ आफ्नै आँखाले देखेँ यो जापानको एउटा फेस्टिभल हो कि के हो, सायद फेस्टिभल नै होला। यहाँ चाहिँ धेरै रुल्सहरू बनिरहेछ। हामीले चाहिँ सबै क्लासमा भनिसक्नु भएको हाम्रो सेन्सेले यो क्याच गर्दाखेरि यसरी उभिन चाहिँ पाइँदैन किनकि यहाँ मान्छेहरू धेरै हुन्छ नि त, चोट लाग्छ त्यही भएर। अनि धेरै जोडले हल्ला गर्न पनि पाइँदैन। यहाँ चाहिँ हाम्रो गएको मात्र नभएर अरू स्कुल पनि आउनु भएको रहेछ। सबै मान्छेहरू हुन्छ कि धेरै ठाउँको मान्छे हुने रहेछ नि त। हाम्रो उमेरको मान्छेहरू, बच्चा बुढापाकाहरू सबै आउने रहेछन् कि यता। यहाँ को हुनुहुन्छ के रोल हो त्यो चाहिँ थाहा भएन खासमा मलाई। मैले सेन्सेले पनि सोधेन। उहाँहरूले नै हातमा भएको टोकरीबाट खानेकुराहरू यता फाल्नुहुन्छ। त्यो चाहिँ यदि सबै मान्छेहरूले जम्मा भएको मान्छेहरूले चाहिँ टिप्ने गर्छन् कि ऊ चाहिँ म्यानमारको मान्छे हो, तावेमन भनेको चाहिँ खानेकुरा। ऊ खानेकुरा देखेर खुसी भयो कि। सबै अरू स्कुलकोबाट पनि आउनु भएको रहेछ मान्छेहरू। उसले चाहिँ के भन्दैछ कि मैले केही जाप्नु बुझिनँ तर पनि मैले ताली पिटेँ भनेर। यसरी नै सबैले खानेकुराहरू टिप्दै थिए। हामी चाहिँ धेरै पछाडि भएको कारणले त्यो फालेको चाहिँ हामी ठाउँ पुगिरहेको थिएन। मान्छेको यस्तो भिड थियो कि अगाडि जान पनि सकेनौँ। यो चक्लेट चाहिँ अलि जोडले फालेको हुनाले चाहिँ मैले भेटेँ है एउटा। हाम्रो अगाडि चाहिँ कति धेरै पाइरहेको थियो तर हामी चाहिँ गएनौँ। अगाडि सुरुमा चाहिँ लाज लाग्यो तर धेरै बेरसम्म 2-4 मिनटसम्म चाहिँ फाल्यो होला कि। यति धेरै खानेकुरा फालिरहेको थियो कि। यहाँको मेन रुल भनेको यो उफ्रिन पाउँदैन, हातले क्याचेर खाने, भुइँमा टिपेर चाहिँ खान मिल्छ। जम्प गऱ्यो भने अरूलाई चोट लाग्छ नि त, त्यही भएर यहाँ जम्प गर्न मिल्दैन नि त। जापानमा फेरि हरेक ठाउँमा रुल्सहरू एकदमै कडा हुन्छ नि त। सबै फालिसकेपछि हाम्रो साथीहरू पनि आए। मैले यति पाएँ सेन्से भनेर सबैलाई देखाइरहेको थिएँ अनि आफूले पाएको चिजहरू चाहिँ सेन्सेले पनि दिए। पाएको साथीले नपाएको साथीलाई पनि दिए। सेन्सेले भन्नुभयो हो यसरी नै मिलेर खानुपर्छ भनेर। मैले चाहिँ एउटा पाइसकेको थिएँ त्यही भएर मैले मागेन। त्यसपछि हामी सबै यहाँबाट निस्केर अर्को ठाउँमा जान लाग्यौँ। त्यो जान लागेको ठाउँमा पनि यस्तै प्रोग्राम हुन्छ भनेर भन्नुभयो। अब चाहिँ हामी सबै अगाडि लाग्छौँ भनेर हामीले सेन्सेलाई भन्यौँ। बाहिर निस्किसकेपछि एउटा ग्रुपमा फोटो खिच्यौँ। त्यसपछि हामी अर्को ठाउँमा जान लाग्यौँ। मैले अघि भने कि भनेन हजुरहरूलाई, हामी चाहिँ खासमा हिँडेर जाँदैछौँ। हाम्रो स्कुल चाहिँ नजिक हुनाले हिँडेर जाँदै कुरा पनि गरिहालौँ भनेर मैले एउटा कुरा सोधेँ साथीलाई। नेपालमा भएको है तिमी सुरुमा के अर्डर गरेर खान्थ्यौ कि होटलमा? यसै राम्ररी भिडियो बनाउन मुख सुखाओस् ल अरू मोमो अरू म चाहिँ सुरुमा गएर राइस खान्थेँ, त्यसपछि जेरी उसको बॉयफ्रेंड पब्लिक डार्लिङ। गफ गर्दा गर्दै अर्को ठाउँमा पनि पुग्यौँ। फ्रीको चिज हो होइन, घुस फर्किरहन हामीलाई दिँदैन थियो। बाँसहरू जहाँ पनि भाग्न नै हुने कि
मेन सेन्टर यही हो क्या तिम्रो दोटे ल्याउन मेरै सल्छ हुन त कताबाट फाल्छ कि यताबाट हाल्छ यहाँबाट बनाउनु म पठाइदिन्छु ल हाम्रो लागि धन्यवाद भोट केमा घन्टीमा धेरै भिड भएको कारणले मैले भिडियो बनाउन पाएन भनेर त भन्न सक्दिनँ त्यो चाहिँ छोप्न लागेको कारणले मैले भिडियो बनाएन किनकि यत्रो भिड थियो कि साँच्चीकै भिड थियो बुढा मान्छेहरू पनि थिए कि बच्चाहरू पनि थिए अनि त्यही भएर चाहिँ अलिक गाह्रो थियो कि त्यहाँ उफ्रिदाहरू अलि यताउता हलचल गर्दाखेरि चोट लाग्छ नि त त्यही भएर मैले भिडियो बनाएन त्यही भएर हामी चाहिँ अब स्कुल फर्किन लाग्यो तपाईँले कति पाउनुभयो यो क्यामेरा बन्द कति पायो रे तिमीले कति पायो रे दुईटा अञ्जली कति पायो अञ्जली कुछ होता है अंजलि तुम नहीं समझो मैले यति अनि यहाँ पनि छ पकेटमा दुईटा मात्र पायो तिनवटा पायो काठमाडौँको बसन्तपुर जस्तै है अघि साँच्चै कि ढल्ने लाग्यो मिनटमा फेरि पाउँथ्यो हामी चाहिँ स्कुलमा पुग्यौँ अब एकछिन 1 घन्टा पढेर त्यसपछि घर जान्छौँ सबैजनाले अघिको खानेकुराहरू खाइरहेछन् मैले चाहिँ रुममा गएर खान्छु भनेर रुममा आएर खान लाग्यो के रहेछ भनेर हेरेको त भट्ट हाम्रो नेपालको भट्ट मैले अरू पाएको चाहिँ 2टा चक्लेट हो त्यो चाहिँ अघि खाइसकेँ अब घुमेर मात्र त भएन काममा त जानु परिहाल्यो त्यही भएर म चाहिँ खाना खाएर काममा जान लागेको आज चाहिँ एकदमै रमाइलो भयो पहिला एकचोटि गएको थियो त्यतिखेर चाहिँ रमाइलो भएको थिएन सोचेको थिएँ योचोटि पनि त्यस्तै हुन्छ होला भनेर त्यही भएर चाहिँ हामीलाई खासै जाने मन त थिएन त्यही पनि स्कुलबाट लगेको हुनाले जानै पर्ने थियो तर आज चाहिँ लास्टै रमाइलो भयो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब अर्को भिडियो चाहिँ कहिले आउँछ थाहा छैन अत्तो पत्तो छैन हस् त धन्यवाद बाई टेक केयर